एउटा प्रश्न जसको उत्तर अब पुरा नेपाली क्रिकेटले दिनुपर्नेछ। नेपाल अस्ट्रेलियाको भूमिमा उत्रिँदैछ, तर यो केवल क्रिकेट होइन, यो सम्मानको युद्ध हो, यो भविष्यको परीक्षा हो र त्यो क्षण हो जहाँ एउटा जितले विश्व क्रिकेटलाई झस्क्याउन सक्छ, तर एउटा हारले फेरि करोडौँ नेपालीको सपना चकनाचुर पार्न सक्छ। अनि सबैभन्दा ठुलो कुरा, यो प्रतियोगितामा नेपालले कसलाई चुनौती दिँदैछ। अन्त्यसम्म हेर्नुहोस्, किनकि अन्तिम खेल नै नेपालको सबैभन्दा ठुलो अग्नि परीक्षा बन्न सक्छ। अस्ट्रेलियाको प्रतिष्ठान टप इन टी20 सिरिज नेपालको लगातार 6वटा कठिन खेल खेल्ने तालिका सार्वजनिक भएको छ। 21 अगस्त प्रतिद्वन्दी छ एन्ट्री स्ट्याक। यही खेलले तय गर्नेछ नेपालको सुरुवात आत्मविश्वासले हुन्छ वा दबावले। क्रिकेटमा एउटा राम्रो सुरुवातले पुरै प्रतियोगिताको दिशा बदल्न सक्छ, तर यदि पहिलो खेलमै लय बिग्रियो भने त्यसको असर बाँकी 5 खेलमा पनि देख्न सक्छ। तर यो सुरुवात मात्र हो, किनभने दोस्रो खेलमा नेपालको सामना गर्ने टोली सामान्य टोली होइन। बङ्गलादेशसँगको महासङ्ग्राम 22 अगस्त नेपाल विरुद्ध बङ्गलादेश। यो खेल केवल मैत्रीपूर्ण भिडन्त होइन, यो दुई क्रिकेट संस्कृतिको टक्कर हो। एकातिर टेस्ट राष्ट्र, अर्कोतिर आफूलाई प्रमाणित गर्न खोजिरहेको नेपाल। नेपालसँग प्रतिभा छ, ऊर्जा छ, आक्रामक खेलाडी छन्, तर प्रश्न एउटै छ, के नेपालले दबाव खेल्न सक्छ? किनकि विगतका धेरै खेलहरूमा देखाइसकेका छन्, नेपालले उत्कृष्ट सुरुवात गरे पनि दबाव बढ्दै जाँदा खेल हातबाट फुत्किने बानी छ, अझै पनि पूर्ण रूपमा हटेको छैन। यदि यसपटक पनि त्यो कमजोरी दोहोरियो भने अस्ट्रेलियाको मैदानमा कुनै माफी दिने छैन। तर सबैभन्दा खतरनाक चरण बाँकी नै छ। 24 अगस्त हुरिकेन्स, 26 अगस्त एट कमब्याक्ट, 27 अगस्त किङ्सम्यान्स र त्यसपछि 29 अगस्त भिक्टोरिया। यही हो नेपालको सहनशक्ति, रणनीति, मानसिक बलको वास्तविकता परीक्षा। लगातार खेल, कम आराम, नयाँ पिच, नयाँ मौसम र विश्व स्तरको खेलाडी। यो प्रतियोगिता नेपालको लागि केवल रन बनाउने प्रतियोगिता होइन, यो भविष्य बनाउने अवसर पनि हो। यदि नेपाल यहाँ प्रभावशाली प्रदर्शन गर्यो भने विश्वको फ्रेन्चाइज टोलीहरूको नजरमा नेपाली खेलाडी माथि अझ बढी पर्न सक्छ। तर एउटा कुरा कहिले बिर्सिनु हुँदैन, हरेक पटक नेपाली खेलाडी मैदानमा उत्रिँदा केवल 11 जना खेलाडी मात्रै खेलिरहेका हुँदैनन्, उनीहरूसँग खेलिरहेका हुन्छन् 3 करोड नेपालीको सपना। हरेक चौका, हरेक छक्का, हरेक विकेटसँगै पुरा देशको मुटुको धड्कन बढिरहेको हुन्छ। अब प्रश्न तपाईँलाई, यो पटक नेपालले अस्ट्रेलिया भूमिमा इतिहास लेख्ला? के बङ्गलादेशलाई स्तम्भ पार्न सक्ला? के लगातार 6 खेलको यो कठिन यात्रामा नेपालले नयाँ युग बन्नेछ? वा हामी फेरि अर्को पटक अलिकति मात्रै बाँकी थियो भन्न बाध्य हुनेछौँ? उत्तर मैदानले दिनेछ। तर एउटा कुरा निश्चित छ, नेपालका समर्थकहरूको माया हारले कहिले सकिँदैन। जितले गर्व गर्ने धेरै हुन्छन्, तर हारमा पनि साथ दिनेहरू वास्तविक समर्थक हुन्। त्यसैले हामी फेरि एकपटक एउटै आवाजमा भन्न चाहन्छौँ, गो नेपाल, इतिहास लेख्ने समय आएको छ। हस्त यस्तै अपडेट हेर्नको लागि हाम्रो एकाउन्टलाई फलो गर्नुहोला, साथै हाम्रो युट्युब च्यानललाई सब्सक्राइब गर्न नबिर्नुहोला। हस्त, धन्यवाद।